Long ang mo misal na miluit ambay chue mi go dare shera rikosal dare chue shik manje na chine dide limi ni deshi miluit dandan jo. नमस्कार त्यसको लिए सम्पूर्ण मेरो आदरणीय गुरुजनहरू श्रद्धालु प्रिय भक्तजनहरू मेरो शुभचिन्तकहरू आज म बौद्धबाट यो बिहानको मौसम छ आज एउटा सानो भिडियो बनाउन गइरहेको छु यसमा चाहिँ यसको मुख्य तात्पर्य अथवा अर्थ के हो भने हामी मनुष्य जीवन हामी सुन्दर मानव चोला भन्छ यसले प्राप्त गरेको बेलामा हाम्रो यो आँखा कान त्यसै गरी हाम्रो मानसिक जस्तै मगज सबै कुरा ठिकठाक भएको बेलामा हात खुट्टा सक्लो भएको बेलामा हिँड्न सक्ने बेलामा हामीले बोल्न सक्ने बेलामा सुन्न सक्ने बेलामा सबै कुरा गर्न योग्य हुने बेलामा चाहिँ हामी धर्म कर्म गरौँ। यतिखेर हामी धर्म कर्म गर्न सकेनौँ भने गरेनौँ भने पछि गएर यस्तो सुन्दर जीवन फेरि पाउँछ भन्ने थाहा छैन। त्यसै गरी यसलाई अर्थपूर्ण बनाऊँ। हामी यदि छलोकको नरक प्रेत पशु असुर देव इत्यादिमा जन्मेको भए हामीले धर्म गर्ने मौका त परिजाओस्, धर्म गर्नेको सोचसँगै पनि हाम्रो मनमा उत्पन्न हुँदैन। त्यसैले गर्दाखेरि आफ्नो उमेर छँदै बल छँदै धर्म कर्म गर्नमा अग्रसर बनाऊँ भन्ने एउटा यो सन्देश अथवा यो भिडियो मार्फत सम्प्रेषण गर्दछु। जसमा केही गलती त्रुटिहरू भएमा आदरणीय गुरुजनहरूले सच्याइदिनु हुनेछ, सुझाव दिनुहुनेछ भन्ने पनि आशा राखेको छु। यति भन्दै आजको लागि मेरो समाप्ति गर्न चाहन्छु। नमस्ते हजुरहरूलाई। बौद्धमा आएर बनाउनुको कारण चाहिँ के भने तपाईँहरूलाई बौद्ध दर्शन पनि होस् बिहान बिहान हिँडेर